नमस्ते सेवारो मेरो नाम चाहिँ बिप्सा राई अनि हामी चाहिँ फेरि बेघरतिर जाँदैछौँ। को लागि सामान लिन आएको हामी सामान लिएको पनि भिडियो देखाउँछौँ। म बोल्नु न के लिम्बू भाषाबाट के भनिदिनु त त्यो नमस्ते भनिदिनु न लिम्बू भाषामा भन्नु न भन्छु ल सेवारो नमस्ते ल अनि लिम्बू भाषाबाट गफ गर्नु न के छ भनिदिनु न ल हामी गफ गर्दैछौँ। अब के गफ गर्नु हामी चाहिँ त्यो अघि दियो क्लास पुग्दाखेरि कस्तो फिल भएको थियो हामीलाई चाहिँ एकदम डर लागिरहेको थियो किनभने फर्स्टचोटि बोकेको नि त तिम्रो पनि फर्स्टचोटि हो ए होइन मैले ऊ गरी घरमा बोकेँ तर नजिकै मुनि गरी घरमा नि बोकिन त छोरीहरूकोमा चाहिँ त्यही भान्सामा बटो मात्रै अब छोराहरूको त यहाँ ल्याउनुपर्छ नि त होइन अब चाहिँ हामीलाई गाह्रो हुनेवाला छ किनभने हामीले यति टाढो कहिले बोकेको छैनौँ नि त अन्त फेरि झन् दियो क्लास बोकेको पहिलोचोटि हो मैले चाहिँ गैरी घरमा बोकेको थिएँ सिधा बनाऊ न कस्तो राम्रो आएको छ त न्युलाई त झन् साह्रो जानु के अरे अब हामी चाहिँ अब एकछिनमै फर्किने आज चाहिँ खासै जुगाहरू बोल्नु परेको छैन र खुसी छौँ हामी बिहेमा जस्तो फिल भएको छैन फेरि हेर्नु पाएको छौँ नि त किनकि अहिले मान्छे आएको छैन अब मान्छे आउने टाइम हुँदैछ अनि दाजुले हामीलाई त्यस्तोमा राख्नुहुन्न अनि राइली मुको चाहिँ फेरि के भन्छ जाड नबोकी हुँदैन क्या अन्त जाड रक्सी नजिक आफ्नै खालको बिहे थियो भने चाहिँ यसरी ड्रम लानुपर्छ उहाँहरूले नि ल्याउनुहुन्छ हामीहरूको बिहेमा हाम्रो कोही बिहे हो ए यस्तै हो राइलिम्बूको त राइलिम्बूको चाहिँ यस्तै हो है साथीहरू के गर्नै पर्यो अन्त त्यस्तो गाउँघरको बिहे त्यस्तो सहरको जस्तो त हुँदैन हाम्रो मम्मीले चामल बोकेर जानुभएको किनकि मैले चामल बोक्नु सकिनँ 2 पाथी चामल अनि 1 ड्रम जार छ नि त जानुपर्छ हामीहरू ल साथीहरू यसरी के गर्नु जानु पर्यो भारी बोकेर भयो बोक्ने तर एउटा टिका बाँकी रहेछ यहाँले मेरो चाहिँ रहेछ हौ नि पहिलोचोटि दियो क्लास भएको म त डरले अता कतै गर्छ फेरि यो ढाल्नु हुँदैन ढाल्नु हुँदैन भन्छ नि ढाल्नु हुँदैन त अनि हुँदैन त थाहा छ त नि अब हामीले चाहिँ गर्नुहुन्छ अनि कोही रे रामे दाजुहरू रहेछ बोलेको दाजुहरूसँग नमस्ते ल हाम्रो पैसा यहाँ हाम्रो के विषयको पाएको हामीले दियो क्लास बोकेर पाएको पैसा लु बाटोमा त कति भएछ तिम्रो गर्न त फर्स्ट 200 रुपियाँ भेट्छ यहाँनिर त्यहाँदेखि आउनु बाँकी छ मलाई 10
20 उम्, 50 270 मेरो पनि त्यति नै छ त्यति नै 100 धेरै लग्यो कि भयो भोलि उसलाई बोक्नु दिएको थिएँ त्यस्तो कवि नै होगा तिमीलाई नि देखाऊ तिमीले देख्यौ न पहिला ए 220 ओ माय गॉड 70 यो हाम्रो रिचार्ज लाएर भरै के गर्ने चटपटी खाने पैसा मजा गरेको हामीलाई मजाले पुग्छ अरे अनि यो मान्छेलाई चाहिँ किन हामी यता आएको भने के भयो अरे तिमीलाई बिहान ब्रोइलरको मासुमा खोर्सानी पिरो थियो अरे अनि त्यहाँदेखि भुँडी कटक्कै खाएर जुम्की जुम साह्रो भइसक्यो मेरो भुँडी कटक भयो अब त्यही भएर मेरो आएको बिल्ला चाहिँ ओभरै भइसक्यो हैन भुँडी कटक कटक भन्छ ल अब चाहिँ ऊपर जाऊ न मलाई यहाँ बस्नु नपाइने अरे साथी बोलायो अनि पर जानु अरे उयाबाट जाऊ घरमा यो सबै लिएर जाऊ ल पैसा पनि मेरो हातमा पाउँदैछु यो चाहिँ एकछिनको लागि है गाइडहरू त्यो खस्ला मजा पैसाको बिट्टा टट्टी गरेर कस्तो फिल भयो अरे कस्तो फिल भयो अरे कस्तो के एउटा झिटकाएर पाएको जस्तो भयो भन्दैछ भयो